नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई सुदीप आइटी एकाडेमीमा। यदि तपाईँ कम्प्युटरमा नयाँ हुनुहुन्छ र एमएस वर्ड, एमएस एक्सेल, एमएस पावर पोइन्ट तथा अफिस प्याकेज सुरुदेखि नै प्र्याक्टिकल तरिकाले सिक्न चाहनुहुन्छ भने यो कोर्स तपाईँहरूको लागि हो। यस कोर्समा हामी बेसिकबाट सुरु गरेर स्टेप बाई स्टेप प्र्याक्टिकल नलेजमा सिक्नेछौँ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्, च्यानललाई सब्सक्राइब गर्नुहोस् र अब सुरु गरौँ हाम्रो अफिस प्याकेज बेसिक कोर्सको डे 1 क्लास। सबैभन्दा सुरुमा छ हाम्रो इन्ट्रोडक्सन टु कम्प्युटर। कम्प्युटर सिक्नभन्दा अगाडि चाहिँ हामीले कम्प्युटरको पार्ट्सहरूको बारेमा र भित्री कुराहरूको बारेमा चाहिँ हामीले एकदम जानकारी लिन पर्छ। वाट इज अ कम्प्युटर? कम्प्युटर भनेको के हो त? Computer is an electronic machine that takes input, processing and gets output. भनेको एउटा साधारण विद्युतीय मेसिन हो जसले चाहिँ इनपुट लिन्छ, प्रोसेस गर्छ र हामीलाई आउटपुट दिएको हुन्छ। र यहाँ देखिरहेको चाहिँ हाम्रो कम्प्युटर सिस्टम भयो, एउटा हाम्रो पर्सनल कम्प्युटर सिस्टम भयो। र अर्को छ हाम्रो पार्ट्स अफ कम्प्युटर। अब हाम्रो कम्प्युटरको पार्ट्सहरुमा के हुन्छ त? जस्तै हजुरलाई थाहै होला, कम्प्युटर चलाइराख्दाखेरि एउटा हामीले मनिटर देखेका हुन्छौँ, किबोर्ड देखेका हुन्छौँ, माउस देखेका हुन्छौँ, प्रिन्टर, हेडफोन, माइक, स्पिकर, त्यसै प्रोजेक्टर, यी सबै हाम्रो चाहिँ कम्प्युटरको एउटा पार्ट्स हो। र सबभन्दा युजफुल पार्ट्सहरू के छन् त्यसलाई हेरौँ। सुरुमा छ हाम्रो मनिटर। जस्तै यहाँ देखिराख्नु भएको चाहिँ हाम्रो के छ त, यहाँ एउटा मनिटर छ र मनिटरको बारेमा पनि यहाँ थुप्रै कुराहरू लेखिएको छ। जस्तै मनिटरको यो बिचको भाग जुन हामीले यहाँ स्क्रिन भन्छौँ, यसलाई चाहिँ अर्को नामले के पनि चिनिन्छ त? हामीले डेस्कटप भनेर पनि चिन्छौँ। भनेपछि हामीले यसलाई स्क्रिन पनि भनियो, अथवा जुन हामीले कम्प्युटर ओपन गर्दाखेरि चाहिँ सुरुको भाग देखिन्छ त्यसलाई चाहिँ हामीले डेस्कटप भनिन्छ। र अर्को यो सबभन्दा लास्टको मनिटरको सबभन्दा लास्टको भागमा जुन यहाँ देखाइरहेको छु, यसलाई चाहिँ हामीले के भन्छौँ? टास्क बार भनिन्छ। यो सबै भनेको लेफ्ट साइडदेखि राइट साइडसम्मको जुन लास्टको भाग छ त्यसलाई हामीले टास्क बार भनिन्छ। र टास्क बारको लेफ्ट साइडमा भएको भाग जुन यो भाग छ यसलाई चाहिँ हामीले स्टार्ट भनेर चिनिन्छ भने राइट साइडमा भएकोलाई चाहिँ हामीले नोटिफिकेसन एरिया भन्छ। टास्क बारमा जति पनि हाम्रो अथवा कम्प्युटरमा जति पनि हाम्रो नोटिफिकेसनहरू आउँछ त्यो सबै टास्क बारको राइट साइडमा देखिन्छ। र अर्को छ हाम्रो यो कम्प्युटरको अथवा मनिटरको चाहिँ स्ट्यान्ड भन्छ। जुन हाम्रो मनिटर छ त्यसको स्ट्यान्ड भयो। र अर्को जुन हामीले एप्लिकेसन भने जस्तै यहाँ हामीलाई जुन फोल्डरहरू देख्छ अथवा केही देखिरह, यी सबै चाहिँ हाम्रो के भनेर चिन्यो त? यसलाई चाहिँ हामीले आइकन्स भनेर चिन्यो। यति चाहिँ हाम्रो डेस्क मनिटरमा हुनपर्ने कुराहरू भयो, जान्न पर्ने कुराहरू पनि भयो। यसै गरी अर्को छ हाम्रो माउस। माउसमा हामीले नर्मल्ली हेर्ने पनि हामीले जानेको भनेको यहाँ दुईटा बटन भनिन्छ हामीले, एउटा लेफ्ट अनि राइट। र यसमा चाहिँ नर्मल्ली हाम्रो तीनटा बटन रहेको छ, एउटा लेफ्ट, एउटा राइट र अर्को हामीले यसलाई व्हील पनि भनिन्छ। यो पनि हामीले क्लिक चाहिँ गर्न मिल्छ है। अब यो व्हीलको काम भनेको एउटा स्क्रल अप र डाउन गर्नको लागि। भने कुनै एउटा पेज छ भने त्यसलाई चाहिँ हामीले माथि र तल स्क्रल अप स्क्रल डाउन गरेर माथि र तल हेर्न मिल्यो। र अर्को छ लेफ्ट क्लिक। माउसको लेफ्ट क्लिकको काम के छ त? अब यसले चाहिँ मेनली चाहिँ हामीले सेलेक्ट गर्नको लागि कुनै पनि फाइलहरू, फोल्डरहरू अथवा केही अरू कुराहरू छ भने चाहिँ टेक्स्टहरू छ भने यसलाई चाहिँ हामीले सिलेक्ट गर्नको लागि युज गरिन्छ। र अर्को छ राइट क्लिक। राइट क्लिकमा चाहिँ हामीले कन्टेक्स्टहरू लिनको लागि अथवा अप्सन्सहरू लिनको लागि चाहिँ हामीले राइट क्लिक युज गरिन्छ। र अर्को छ यहाँ केबल। यो चाहिँ हाम्रो केबल चाहिँ युएसबी पोर्टमा जोड्नको लागि युज गरिन्छ। धेरै जसोले तार पनि भनिन्छ, यसलाई चाहिँ हामीले वायर भन्नु चाहिँ मिल्दैन किनकि यो हाम्रो डाइरेक्ट लाइनसँग कनेक्ट भएको हुन्न। त्यही भएर डाइरेक्ट लाइनसँग कनेक्ट नभए चाहिँ हामीले के भन्नु पर्यो? केबल भनेर चिन्न पर्यो। यो चाहिँ हाम्रो सिपियुको युएसबी पोर्टमा चाहिँ कनेक्ट भएको हुन्छ है। र अर्को छ हाम्रो सिपियु। सिपियुको पुरा रूप चाहिँ हाम्रो सेन्ट्रल प्रोसेसिङ युनिट। अब एउटा देखेको छ हाम्रो सिपियुको फ्रन्ट भ्यू र अर्को देखेको छ हाम्रो ब्याक भ्यू। फ्रन्ट भ्यूमा के छ त? सबभन्दा स्टार्टिङमा हाम्रो सिडी ड्राइभ
भनेर छ। सिडी ड्राइभको यो बटन भयो, यो ट्रे ओपन बटन भन्छ। यो क्लिक गरेपछि चाहिँ हाम्रो सिडी ड्राइभ खुल्छ। र अर्को यहाँ मुनि छ युएसबी पोर्ट भनेर, र त्यसैको मुनि छ फेरि हेडफोन अथवा माइक पोर्ट। यहाँ चाहिँ हामीले दुईटा युएसबी पोर्ट जोड्न मिल्यो र अर्को हेडफोन र माइक पोर्ट पनि जोड्न मिल्यो। अनि लास्टमा देखिएको छ पावर स्विच भन्छ। सबभन्दा ठुलो बटन चाहिँ हाम्रो पावर अन अफ गर्ने स्विच भयो, र त्यसैको मुनि चाहिँ हाम्रो सानो बटन हुन्छ, र कहिले काहीँ साइड साइडमा पनि राखेको हुन्छ। के बुझ्न पर्यो भने ठुलो बटन छ भने पावर स्विच, सानो बटन छ भने चाहिँ त्यसलाई हामीले रिसेट स्विच अथवा रिसेट बटन भनेर चिनिन्छ। यो चाहिँ हाम्रो फ्रन्ट भ्यूको भयो। र अर्को छ हाम्रो ब्याक भ्यू। ब्याक भ्यूमा यहाँ देखेको छ एउटा सिपियुको फ्यान, यसलाई हामी सिपियु फ्यान भनिन्छ। अनि अर्को चाहिँ यहाँ पावर सप्लाई, डाइरेक्ट लाइनसँग कनेक्ट गर्नको लागि पावर सप्लाई भयो। पावर सप्लाईको यहाँ अन अफ बटन पनि रहेको छ। अर्को PS2 भनेर छ, यो चाहिँ हाम्रो किबोर्ड अथवा माउसहरू कनेक्ट गर्नको लागि छ। आजकल त हाम्रो धेरै छ युएसबीमै आएको हुन्छ, पहिला पहिला चाहिँ कुनै कुनै चाहिँ हाम्रो PS2 मा पनि भएको हुन्छ है। यो चाहिँ हाम्रो SPDIF भनिन्छ, यो पनि हाम्रो कनेक्सन पोर्ट हो यो। अर्को इसाटा भनिन्छ, त्यसैसँग अर्को युएसबी पोर्ट भयो। अघि हाम्रो अगाडि पनि थियो युएसबी पोर्ट, अर्को युएसबी पोर्ट पनि छ। अर्को इथरनेट भयो। इथरनेट भनेको चाहिँ हाम्रो नेट कनेक्सन ल्यानको लागि भयो यो चाहिँ। अर्को एनालग अडियोहरू भयो, स्पिकरहरूको तारहरू कनेक्सन गर्नु पर्यो भने चाहिँ हामीले यसलाई एनालग अडियो युज गर्नु पर्यो। अर्को HDMI पोर्ट भयो, DVI पोर्ट भयो, र अर्को चाहिँ हाम्रो VGA पोर्ट। र यसै गरी एउटा फ्रन्ट भ्यूको बारेमा छ र अर्को चाहिँ ब्याक भ्यूको बारेमा छ सिपियुको। र अर्को छ हाम्रो किबोर्ड। अब किबोर्डमा हेर्नु पनि हाम्रो धेरै बटन छ र सबैको यसको आफ्नो आफ्नो कामले पेश गरिएको छ है। जस्तै किबोर्डमा सबभन्दा सुरुको बटन छ हाम्रो ESC भनेर चिनिन्छ। अब ESC को फुल फर्म चाहिँ हाम्रो के भयो त, यसलाई चाहिँ हामीले स्केप भनेर चिनिन्छ। र त्यसैको साइडमा चाहिँ हाम्रो के छ त फङ्सन की, हजुरले देख्न सक्नुहुन्छ किबोर्डमा F1 देखि F12 सम्म रहेको छ। F1 देखि F12 लाई चाहिँ हामीले के भन्छ त, यसलाई हामीले फङ्सन 1, फङ्सन 2, फङ्सन 3 गर्दै फङ्सन 12 भनेर चिनिन्छ। त्यसैको मुनि चाहिँ हाम्रो यहाँ नम्बर की भनिन्छ, अथवा यसलाई चाहिँ हाम्रो घरिघरि सिम्बल की भनेर पनि चिन्छ। किनकि यहाँ एउटा नम्बर पनि रहेको हुन्छ र यसैको माथि चाहिँ हाम्रो सिम्बल पनि रहेको हुन्छ। र अर्को छ यहाँ ट्याब की, क्याप्सलक की, सिफ्ट की अनि कन्ट्रोल की। र साइडमा छ विन्डो की, अल्ट की, स्पेस की, अनि यहाँ बिचमा सबै अल्फाबेटिकल की भयो। त्यसपछि हामीले ब्याक गर्नको लागि ब्याक स्पेस की अनि इन्टर की, त्यसै गरी यहाँ मेनु की भनेर हुन्छ। र अर्को के पनि जान्न पर्यो भन्दा सिफ्ट, कन्ट्रोल र अल्टलाई चाहिँ हामीले कन्ट्रोल्स की भनेर पनि चिनिन्छ है। किनकि यो तिनटाको मेन काम भनेको यसलाई चाहिँ हामीले होल्ड गरेर अरू बटन युज गरेको अल्फाबेट बटन युज गरिन्छ। जस्तै सिफ्ट प्लस ए, कन्ट्रोल प्लस ए अथवा अल्ट प्लस ए, यो होल्ड नगरिकन चाहिँ हामीले यी अल्फाबेट बटन युज गर्न मिल्दैन। त्यसैले यिनीहरू सिफ्ट, कन्ट्रोल र अल्टलाई चाहिँ हामीले कन्ट्रोल्स की भनेर पनि चिनिन्छ। र क्याप्स लकको काम भनेको चाहिँ हाम्रो अल्फाबेट कीलाई क्यापिटल गराउनको लागि चाहिँ हामीले क्याप्स लक बटन युज गरिन्छ। र ट्याबले चाहिँ हामीले एक एक स्टेप अगाडि जानको लागि अथवा अगाडि सार्नको लागि चाहिँ युज गरिन्छ। र ब्याक स्पेसको काम भनेको हामीले लेखेको रङ भएको कुरालाई डिलिट गर्न, इन्टरले प्याराग्राफ चेन्ज गर्नको लागि युज गरिन्छ। र अर्को छ यहाँ देखाइएको छ, यो सबै भागलाई चाहिँ हामीले नेभिगेसन एरिया भन्छ। जस्तै नेभिगेसन भनेको चाहिँ लोकेसन भनिन्छ। कुन ठाउँ, एक ठाउँदेखि अर्को ठाउँमा जानको लागि चाहिँ हामीले नेभिगेसन एरिया युज गरिन्छ। त्यसमा चाहिँ हाम्रो एरो की रहेको हुन्छ, अप, डाउन, लेफ्ट अनि राइट एरो भयो। त्यसैमाथि डिलिट भन्ने छ। अब एउटा चाहिँ हामीले यो ब्याक स्पेसले पनि हामीले टेक्स्ट डिलिट गर्न मिल्छ भने, अर्को डिलिटले चाहिँ हामीले फाइलहरू, फोल्डर, कुनै एप्लिकेसनहरू पनि हामीले डिलिट गर्न मिल्यो तथा टेक्स्टहरू पनि डिलिट गर्न मिल्यो। अर्को यसमा पेज अप र पेज डाउन भनिन्छ। यसले चाहिँ पेज माथि र तल गर्न मिल्यो। जस्तै हाम्रो माउसले स्क्रल अप र डाउनले गर्ने काम चाहिँ हाम्रो पेज अप र पेज डाउनले पनि गर्छ। र माथि प्रिन्ट स्क्रिन भनिन्छ। यसमा चाहिँ हाम्रो प्रिन्ट स्क्रिन रेकर्डहरू प्रिन्ट गर्नको लागि युज गरिन्छ। र अर्को चाहिँ हाम्रो छ यहाँ नम्बर, न्युमेरिक की अथवा नम्बर की अथवा म्याथमेटिकल की पनि भनिन्छ, अथवा अर्को चाहिँ होइन क्यालकुलेटर भनेर पनि चिनिन्छ।
र यसमा चाहिँ माथि अर्को इन्डिकेटर लाइट्स। अब इन्डिकेटर लाइट्सको सुरुमा नम्बर लकले जनाउँछ, सेकेन्डमा क्याप्स लकले जनाउँछ र थर्डमा चाहिँ स्क्रल लकलाई जनाउँछ। नम्बर लकको लागि चाहिँ यहाँ चाहिँ हाम्रो यो नम्बर लक अफ भयो भने चाहिँ हाम्रो यहाँको कुनै पनि नम्बरहरूले चाहिँ काम गर्दैन। यो काम गरेन पनि के बुझिन्छ, अब त्यो नम्बर लकको लाइट अन छ कि छैन, यदि छैन भने चाहिँ यहाँबाट नम्बर लक अन गर्नुहोस्, त्यसपछि चाहिँ हाम्रो यो नम्बरहरू चाहिँ क्लिक हुन्छ। र बिचमा क्याप्स लक भन्ने छ, क्याप्स लकले चाहिँ यो क्याप्स लकको काम गर्यो। अर्को स्क्रल लक भन्ने छ, स्क्रल लक गर्नु चाहिँ हजुरले एरोहरू कीहरू युज गर्नु भने चाहिँ भनेको अप डाउनको काम चाहिँ यो गर्दैन। र यो तिनटै बटनको चाहिँ एकदम राम्रो हुनुपर्छ, त्यही अनुसार चाहिँ हामीले ख्याल गर्न पर्छ। र यसै गरी हाम्रो कम्प्युटरको फुल फर्म रहेको छ। कम्प्युटरको फुल फर्म के छ त अब सीबाट हाम्रो कमन, ओबाट अपरेटिङ, एमबाट मेसिन, ईबाट पार्टिकुलरली, युबाट युज फर, टीबाट टेक्निकल एन्ड ईबाट एजुकेसनल, आरबाट रिसर्च भनेको एउटा कमन अपरेटिङ मेसिन जुन चाहिँ हामीले पार्टिकुलरली के को लागि युज गरिन्छ त टेक्निकल, एजुकेसन एन्ड रिसर्चको लागि युज गरिन्छ। र अर्को छ हाउ अ कम्प्युटर वर्क्स। यो कम्प्युटर चाहिँ अब कसरी चल्छ, कम्प्युटर चल्ने भनेको एउटा चाहिँ हाम्रो के छ आइपिओ साइकलबाट। आइपिओ भनेको इनपुट, प्रोसेस अनि आउटपुट, तिनवटाबाट चल्छ। जस्तै इनपुट भनेको के हो त, हामीले इनपुट भनेको कुनै पनि डाटा हामीले भित्र दिनेलाई हामीले इनपुट भनिन्छ, र त्यसले भित्र काम गर्नेलाई प्रोसेस भनिन्छ, र त्यसले रिजल्ट देखाउनेलाई चाहिँ हाम्रो आउटपुट भनेर चिनिन्छ। जस्तै हामीले किबोर्डमा भने जस्तै फर इक्जाम्पल किबोर्ड भन्यो, किबोर्डमा हामीले टाइप गऱ्यौँ भने के हुन्छ त, त्यसले चाहिँ डाटा चाहिँ के गरेको हुन्छ त इनपुट गरेर हुन्छ, डाटा चाहिँ त्यसले भित्र सेन्ड गरिरहेको हुन्छ। र प्रोसेस चाहिँ केले गर्छ त हाम्रो सिपियुले गर्छ, र आउटपुट चाहिँ हाम्रो कसले दिन्छ त मोनिटरले दिइरहेको हुन्छ। यसरी चाहिँ हामीले इनपुट, प्रोसेस र आउटपुट साइकलबाट चाहिँ हाम्रो कम्प्युटरले काम गरिरहेको। अब अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा के छ त, हु इज नन एज द फादर अफ कम्प्युटर भनेको कम्प्युटरको पिता भनेर चाहिँ कसलाई चिनियो त हामीले चार्ल्स ब्याबेजलाई चिनियो। र अर्को छ वाइ चार्ल्स ब्याबेज डिजाइन कम्प्युटर एन्ड होइन भनेको चार्ल्स ब्याबेजले कम्प्युटर डिजाइन कहिले गरे र किन। चार्ल्स ब्याबेजले डिजाइन गरेको कम्प्युटर कहिले रहेछ त 1837 एडी, र के को लागि फर ह्युज क्यालकुलेसन एन्ड टु सल्भ प्रोग्राम्स भनेको चाहिँ त्यतिखेर कम्प्युटर बनेको चाहिँ के को लागि त ठुल्ठुलो क्यालकुलेसनहरूको लागि र प्रोग्रामहरू सल्भ गर्नको लागि चाहिँ चार्ल्स ब्याबेजले 1837मा चाहिँ कम्प्युटर डिजाइन। when was computer interned in नेपाल, यो कम्प्युटर चाहिँ नेपालमा कहिले भित्र त बनेको त हाम्रो 1837 एडीमा भयो, भित्र चाहिँ नेपालमा कहिले त अन 2020 years कम्प्युटर वाज फर्स्ट इन्टर्ड इन नेपाल। अन 2028 सालमा चाहिँ के भयो त नेपालमा चाहिँ पहिलोचोटि कम्प्युटर भित्रियो। अब ल्याटिन वर्ड अफ कम्प्युटर इज नन एज कम्प्युटर भनेको एन्सियन्ट टर्ममा है, त्यसै पुरानो पहिलाको भाषामा चाहिँ हामी कम्प्युटरलाई के भनेर चिनिन्थ्यो त कम्प्युटारे भनेर चिनियो। अनि यसलाई अर्को के नामले पनि चिनियो त, अर्को यसलाई चाहिँ हामी कम्प्युटर नभनेर एनालाइटिकल इन्जिन भनेर चिनिन्छ। त्यसै गरी आजको हाम्रो डे 1को क्लास चाहिँ यही सकिएको हुन्छ। डे 2को लागि यदि हजुरले इच्छुक हुनुहुन्छ भने चाहिँ हाम्रो च्यानललाई लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरेर साथ दिनुहोस्। साथै कमेन्टमा डे 2 क्लास पनि लेखिदिनु होला है। धन्यवाद।